सिधै खरसाङबाट खरसाङमा केही काम लिएर दाजुभाइ आइपुगेको छु। त यहाँको वेदर ठन्डा, सिमसिम पानी पर्दैछ, तुषारो पनि लाग्दैछ। त साथी हो, हामी मधेसमा बस्नेहरूलाई यस्तो मौसम जस्तो देखिन्छ त्यस्तै मनमा हर्ष, खुसी, रमाउनु इच्छा अवश्य जाग्ने नै छ। खरसाङ भनेपछि 12 महिना यस्तै वेदर हुने जग्गा। अब केही छिनमा हामी खरसाङबाट मधेसतिर लाग्नेछौँ। त साथी हो, हजुरहरू पनि यस्तै मौसमलाई इन्जोय गर्नु चाहनुहुन्छ भने खरसाङमा आएर इन्जोय गर्न सक्नुहुन्छ। त फेरि म यस्तै भिडियो लिएर आउनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। क्यामेराम्यान मोतीलाल महत, धन्यवाद।